रिस गरेर मर्छन् होला गाउँका साथीभाइले, रिस गरेर मर्छन् होला गाउँका साथीभाइले, प्रथम भएर पुरस्कार ल्याउँछ मेरो दाइले। हे एसएलसीको रिजल्ट आयो लिन स्कुल गएको छ, एसएलसीको रिजल्ट आयो लिन स्कुल गएको छ, मेरो भाइ नि पास भएर आउँछ जस्तो लाग्छ। ए लखर लखर हल्ली हिँड्छ पढ्छ उसले कहिले, लखर लखर हल्ली हिँड्छ पढ्छ उसले कहिले, तिम्रो भाइ पास भएमा गाउँै छोड्छु मैले। खान्छ सही रात दिन पढी जस्दैको छ ल्याउँछु भन्छ सही, हाम्रो घरमा है तारा पाटी खानी भए। ए आउन हामी तिम्रो घर तिमी आफै बसे, आउन हामी तिम्रो घर तिमी आफै बसे, अहिले पनि जिल्ला टप्छ हाम्रो घरको नसे। हे यसपालिको एसईमा के हुने हो अहिले, यसपालिको एसईमा के हुने हो अहिले, तीनजनामा तेस्रो हुन्थ्यो हाम्रो टाटे पहिले। सबजनालाई लागेको छ एसएलसीको रनको, भाले बाबु बधाई छ है हजुरलाई। हे सबजनालाई लागेको छ एसएलसीको रनको, हाम्रो टाटेले एसएलसी पास गर्यो भने दाइ घुमाउने गाउँैभरि एक एक फनको। ए म जतिको ट्यालेन्ट मान्छे यो गाउँभरिको छ, म जतिको ट्यालेन्ट मान्छे यो गाउँभरिको छ, हजुरको टाटे चौतारा आएर घोप्टी परिरो छ। राम्रै खबर आयो बरै खुसीको दिन हो यो, राम्रो खबर आयो बरै खुसीको दिन हो यो, धेरै नम्बर ल्याएर होला घोप्टी परिरोयो। ए नाम गरेर भन्न मन लाग्यो मलाई टाटो, टाटे अन्त यसको नाम किन रुँदै घर आछस् त बाटै बाटो। हे भाइलाई धेरै टचर नदे मेरो माइती घर छ, भाइलाई धेरै टचर नदे मेरो माइती घर छ, 3 साल भयो नकटेको अर्को साल त कट्छ। हे तिम्रो भाइ त गुल्टी गुल्टी 9 कक्षामा गयो, कट्न त्यस्तै हो, एसएलसी पनि घट्यो के। तिम्रो भाइ त गुल्टी गुल्टी 9 कक्षामा गयो, पार्टी दिन्छु भन्थ्यौ धारे कुइया कसर भयो। हे यसलाई स्कुल पठा मैले खेतबारीको पाटा देखाएर, दुःख गरी गरी ड्रेस किनिदिएर कापी कलम, यसलाई स्कुल देखा पढा मैले खेतबारीको पाटा देखाएर, नम्बर आउँदो रहन्छ दाजु टाटा देखाएर। हे एसएलसीको रिजल्ट आयो लिन स्कुल गएको, एसएलसीको रिजल्ट आयो लिन स्कुल गएको, मनै खिन्न भयो रहेछ 6वटा विषय लाको। ए यो टाटेलाई किन होला 6वटा विषय लाको, यो टाटेलाई किन होला 6वटा विषय लाको, त्यतै मर्न पर्थ्यो बाबु किन घर आएको। हे फर्स्ट हुन्छ भन्थे टाटु भाथ्यो ठुला ठालु, फर्स्ट हुन्छु भन्थे टाटु भाथ्यो ठुला ठालु, बेउडा पनि आलु रहेछ पढे पनि आलु। त्यो भालेले अबिर घस्यो त खरानी घस भो, त्यो भालेले अबिर घस्यो त खरानी घस भो, किन बाँच्न पर्यो टाटे त्रिशुलीमा प। ए राम्रोसँग केयर गर्नु सब आउने सालमा, राम्रोसँग बल्ल पास हुन्छ नि त इन्द्र दाजै, राम्रोसँग केयर गर्नु सब आउने सालमा, हजुर उस्तै हो नि दाजु राख्ने तासको खालमा। हे मलाई कति रिस उठेको नसे नाच्दाखेरि, मलाई कति रिस उठेको नसे नाच्दाखेरि, बुझ्न जान्दै मिस्टेक भो कि काफी जाँच्दाखेरि। हे 6 लागेपछि जिन्दगीमा हारिस, 6 लागेपछि जिन्दगीमा हारिस,
छुट्टी अनि मुडुलेले भन्ने बाटो पारिस ए मलाई कति खुसी लाग्छ छोडा लाग्दाखेरि मलाई कति खुसी लाग्छ छोडा लाग्दाखेरि यो टाटेले बाँकी दुईटा कटाए चाहिँ केरी हे पक्कै पनि षड्यन्त्र र भाषा त्यता खेल पक्कै पनि षड्यन्त्र र भाषा त्यता खेल मेरो चोरी चोरी लेख्ने पास भो म त फेल 3 वर्ष भयो एसएलसीमा फेल भएको सधैँ टाटु 3 वर्ष भयो एसएलसीमा फेल भएको सधैँ फर्स्ट डिभिजन आउनु भएको छ भाले बाबु बधाई ए हाम्रो दाइ नि फेल भयो कि लाएको छैन भर हाम्रो दाइ फेल हुन सक्छ हाम्रो दाइ नि फेल भयो कि लाएको छैन भर पास हुँदा नि कसले दियो तिमीलाई रजिस्टर ए पढाइ यसको आलु नै हो गफलाएर भ्याउँछ पढाइ यसको आलु नै हो गफलाएर भ्याउँछ ए यो नसेको भरै छैन आफै किनी ल्याउँछ आफ्नो भाइ फेल भएको छ त्यसलाई दिन्छस् बधाई आफ्नो भाइ फेल भएको छ त्यसलाई दिन्छस् बधाई तेरो बुद्धि कहिले आउने तनी छस् भो गधाई ए भाले बाबु पास हुँदा नि ल्यायो रजिस्टर भाले बाबु पास हुँदा नि ल्यायो रजिस्टर फेल भएको कि पास भएको चेक जाँच गरौँ विद्यालय गर ए 70 समुदाय भएर गरेका छौ मया 70 समुदाय भएर गरेका छौ मया बुकहरू नि पुरानै छन् छैन नि नयाँ यो टाटेले गर्दाखेरि भयो आज शरम यो टाटेले गर्दाखेरि भयो आज शरम यो भालेले अबिर लाउँदा भाषा मरम मरम ए नछिमेकी चिन्थ्यौ तिमीले न आफन्त चिन्थ्यौ नछिमेकी चिन्थ्यौ तिमीले न आफन्त चिन्थ्यौ तिम्रो छोरो पासवा भए मान्छे कुर्दै हिँड्थ्यौ खासै पढ्ने होइनौ भाले भयो तैनी पास खासै पढ्ने होइनौ भाले तैनी भयो पास तिमी टाठो बाठो भयो हाम्रो भयो घाँस हे पास भएर आयो बाबु गाउँले सबले मान्यो पास भएर आयो बाबु गाउँले सबले मान्यो हेर्दा नसे भयो पनि कुलको इज्जत धान्यो ए आफै खादा ओड्यो यसले आफै अबिर लाको आफै खादा ओड्यो यसले आफै अबिर लाको सरको रजिस्टर छोडेर हो भाले घर आएको मैले डाँट्न हुन्थेन कस्तो बेला डाँटे मैले डाँट्न हुन्थेन कस्तो बेला ढाँटे नभन भनी दिएको पैसा फिर्ता लिए त टाके किन हो त भाले सरको सामान चोरी आएको किन हो त भाले सरले सामान चोरी आएको दाइ चाहिँ नि त होइन त्यसको खासै दिमाग भएको ए लाजै मर्नु पारिस मुर्दार बसाइ मुखा छोपी लाजै मर्नु पारिस मुर्दार बसाइ मुखा छोपी हामीले पढ्दा दिएनन् कहिले रजिस्टर कपी हे आफै अबिर दलिङ नसे आफै अबिर पुछि आफै अबिर दलिङ नसे आफै अबिर पुछि मलाई खुचिङ भन्थ्यो मुडुले तिमीलाई पनि खुचिङ यो टाटेको सन्तानले भन्ने बाटो भयो यो टाटेको सन्तानले हेप्ने बाटो भयो न यो नसले गर्दाखेरि हाम्रो इज्जत गयो माछिदाई पोखर ए भाइले अबिर लायो भन्दै हेप्थ्यौ हामीलाई ठुटी भाइले अबिर लायो भन्दै हेप्थ्यौ हामीलाई ठुटी हामीलाई एक नि ठुटीलाई नि चै कुती कुती अरूसँग नहारे नि आफ्नै भाइ सहारे अरूसँग नहारे नि आफ्नै भाइ सहारे यसले गर्दा 70 भाषण कानी अनि दारे हे जुलुस लाउँदै मेरो बेजत गर्दै भाले हिँड्नु जुलुस लाउँदै मेरो बेजत गर्दै भाले हिँड्नु 50 रुपियाँ दिएर यो दुईटालाई किनो ए त टाटेले नभने भए दाइले पत्या थो नि
त टाटेले नहुने भए दाइले पोत्या थोर्नी मलाई लिएर खाँदा लाग्दा यही तोरीले हो नि ए भुइँमा नाच्ने भ्यागु तौले आकाश कहिल्यै छुन्न ए ठुटी मुडुले भुइँमा नाच्ने भ्यागु तौले आकाश कहिल्यै छुन्न त्यही भएर हावा तालमा उफ्रिनलाई हुन्न भाले पास टाटे घाँस भन्दै नारा लाको भाले पास टाटे घाँस भन्दै नारा लाको यो डाकानी फेल भएछ बिर्थे भयो आको